हेलो साथीहरु नमस्ते है। अस्ति नै मैले तपाईलाई आलु रोपेको देखाएको थिएँ नि, अहिले आएको। यहाँ चाहिँ आलु चाहिँ यस्तो रहेछ, आलुमा झार पनि मस्तै आ रहेछ। त्यही भएर कान्छीआमाले झार पनि गोड्दै छिन्। अनि आलु पनि नट सो ब्याड, यतापट्टि चाहिँ झार गोडेर होला अलि राम्रो देखिया छ, यहाँ चाहिँ झार नगोडेर होला अलिकति राम्रो देखिया छैन। तर चाहिँ आलुको बोटहरु चाहिँ राम्रै छ। अब 15-20 दिनमा चाहिँ खन्नुहुन्छ होला। त्यो खनेपछि फेरि कस्तो हुने रहेछ भने म तपाईलाई देखाउनेछु है साथीहरु। हेर्नुस् त यहाँदेखि सबै हो के फेरि यति बारीभरि सबै यति होला साथीहरु। हेर्नुस् है हाम्रो गाउँकोमा चाहिँ कस्तो फल्छ। यहाँको आलु फेरि यति मिठो हुन्छ, त्यसको टेस्ट चाहिँ अझै पछि देखाउनेछु त्यो। कति साह्रो हो। वाउ फेरि मेरो लगाइ फोन गर्दा सबै ठिकै भाइ फोन गर्दा फेरि कान्छीले लिएर कालो कथा हान्यो देखाउँथे ल छाना हो त लगाउन त डर त हिरमा देखि आसान शब्द इति जान्छ त आलन दादा Ilak, maili ilak. Pusaida. Así ka? Ilak mo sana? Kapali mo sana ilak sila? Kapali. Awi. Bayu ni ka. बाबा डर उहाँ पुगेको त्यो भ्याउटासित के गर्छ नि भ्यान फुटाले केही पनि गरेन